बिहान बिहानै लेमन टी खाने हो गाई लेमन टी कसम झिको बिहारी त त्यस्तो हुने फिक्स निस्किनेछौँ गाइस होइन म बाहिर निस्केपछि म तपाईँहरूलाई म कहाँ जान्छु सेयर गर्नेछु ल गाइस अहिले म यता यो बारीतिर आएको छु है तर यो सहर भए पनि गाउँ जस्तै रमाइलो छ सुनसान छ एकान्त छ एकदम रमाइलो भाइब्स आइरहेछ गाइस यो बारीहरूमा चाहिँ गाइस होइन गहुँ खेती गरेको छ है गहुँ कति राम्रो गहुँ फल्या छ है गाइस यो काठमाडौँ भ्यालीको माटो चाहिँ एकदमै उर्वर हुँदो रहेछ भनेको थियो नि त पहिला चाइनाले इन्भेस्टिगेसन गर्दाखेरि चाहिँ नेपालको काठमाडौँको जुन जमिन छ नि त त्यो जमिन काठमाडौँमा चाहिँ बस्ती नबसा ल यसमा चाहिँ खेती गर्यो भने चाहिँ नेपाल पुरैलाई खान मिल्ने जति चाहिँ उत्पादन हुन्छ भनेको थियो त्यो चाहिँ रियलिस्टिक हो क्या किनभनेपछि होइन अब यति राम्रो गहुँ फल्छ हाम्रो खेतबारीहरूमा तर खेत भनेको सबै बाँझो छ अनि सबै चाहिँ बाहिरबाट इनपुट गर्नुपर्छ अनि देश चाहिँ ऋणमा गाइस गर्न चाहिँ नभुल्नु होला कस्तो गाह्रो भइरहेछ क्या यो सानो पहाड चढ्दाखेरि पनि सायद उकालो नहिँड्ने बानी भएर होला हाम्रो देश चाहिँ डेफिनेटली चेन्ज भइरहेछ गाइस किनभनेपछि होइन आजभन्दा भोलि भोलिभन्दा पर्सि गरेर होइन दिन प्रतिदिन चाहिँ एकदमै चेन्ज भइरहेछ किनभनेपछि हिजो अस्ति म यो ठाउँमा आएको तर यो ठाउँमा चाहिँ पुरै पहाड थियो होइन खाली जमिन बाँझो जमिन थियो तर अहिले चाहिँ होइन अब प्लटिङ भइसकेको छ यो डाँडामा पनि अब घर बन्न लागिसकेको छ गाइस किनभनेपछि अब हरेक जमिनले चाहिँ भाउ पाइरहेछ अनि यसै गरी डेभलप हुने हो भनेपछि हाम्रो चाहिँ देशको मुहार चाहिँ चेन्ज हुन कति नै टाइम लाग्छ र होइन गाइस एउटा कुरा के भन्न चाहन्छौँ भनेपछि होइन विदेशमा बस्ने नागरिक होइन विदेशमा जो चाहिँ नेपाल छोडेर जानुभएको छ होइन नेपाललाई माया गर्नुहुन्छ उहाँहरूलाई होइन ठिक छ तपाईँहरूले आफ्नो पसिना परिसरमा चाहिँ विदेशमा बगाउनु भयो होइन तर पनि देशप्रतिको माया होइन त्यो चाहिँ नछोड्नु होला किनभनेपछि जननी जन्म भनेपछि स्वर्गदरी गरिएसी भन्छ नि त अनि विदेश गएर पैसा कमाएर अनि आफ्नो ब्याङ्क ब्यालेन्स बनाएर कृपया नेपाल फर्कनुहोस् नेपालमै लगानी गर्नुहोस् अनि आफ्नो मातृभूमिको सेवा गर्नुहोस् भन्न चाहन्छु गाइस यो भित्र चाहिँ बौद्धिस्टहरूको ध्यान केन्द्र हो गाइस होइन बौद्धिस्टको त्यो पाठशाला हो होइन यो हामीले होइन हामी नेपालीहरूले चाहिँ हरेक भाषाभाषी धर्म संस्कृति भएका मान्छेहरूको चाहिँ सम्मान गर्नुपर्छ किनभनेपछि नेपाल भनेको चाहिँ बहुजाति बहुभाषिक देश होइन यो चाहिँ हामी सबै एउटै मालामा गाँसिएका सबै नेपालीहरू विभिन्न थरी थरीका फुलहरू जस्तै हौँ हामी एकअर्काले चाहिँ होइन एकअर्काको सहयोग गर्नुपर्छ अनि त्यसै गरी एउटै मालामा चाहिँ गाँसिएर चाहिँ हामीले चाहिँ बस्नुपर्छ यही नै हाम्रो सुन्दरता हो यही नै हाम्रो मौलिकता हो यही नै हाम्रो पहिचान हो म चाहिँ काठमाडौँ बसेको लगभग 8 वर्ष जति हुन थाल्यो होइन तर मैले एउटा कुरा पनि चेन्जेबल पाएन कि होइन कि दिन प्रतिदिन महँगी चाहिँ बढ्दै गइरहेछ होइन अनि न त पानीको राम्रो सेवा सुविधा छ न त स्टुडेन्टहरूलाई कुनै राहत छ यो कुरामा चाहिँ सरकारले बुझ्नुपर्ने हुन्छ किनभनेपछि यो चाहिँ देशको मेन सहर हो होइन राजधानी नै हो होइन राजधानी भएपछि त अब स्टुडेन्टदेखि सर्वसाधारणदेखि हरेक नागरिकलाई चाहिँ सेवा सुविधाहरू चाहिँ त्यसै किसिमको हुनुपर्छ तर यो सहरमा मान्छेहरू एकदमै खुसी छन् किनभनेपछि मनमा जति नै पीडा भए पनि होइन मान्छेहरू खुसी छन् किनकि खुसी भन्ने कुरा चाहिँ यो
बाहिरी देखावटी कुराले हुने भन्दा नि भित्रैदेखि आउने कुरा हो होइन। त्यही भएर चाहिँ म देख्छु कि मान्छेहरू सडकमा हिँडिरहेको होस् कि गाडीमा बसिरहेको होस् कि जुनसुकै पनि एकदम राम्रो मुस्कान छरेको हुन्छ। अनि त्यो देख्दाखेरिलाई आफूलाई पनि झन् राम्रो लाग्छ है। म बसिरहेको थिएँ यहाँनिर, तर खतरा हावा चलिरहेछ क्या एकदम। मेरो साउन्ड पनि आएको छ कि छैन गाइजहरू है। म बोल्न त बोलिरहेको छु तर साउन्ड चाहिँ हावाले बगाएर लग्यो क्या हो जस्तो लागिरहेछ। के कुरा गाइज होइन, हामीले प्रकृतिको संरक्षण गर्नुपर्छ, पर्यावरणलाई जोगाउनुपर्छ। किनभनेपछि आज चाहिँ अब ग्लोबल वार्मिङको कारणले पृथ्वीको टेम्परेचर चाहिँ एकदम बढिरहेछ होइन। हामी चाहिँ नेपाल भनेको चाहिँ हिमाल पहाड तराई भएको जिल्ला होइन। अब नेपालको हिमालको हिउँ नै नरहने हो भनेपछि हाम्रो अस्तित्व चाहिँ विलीन हुने सम्भावना छ। त्यही भएर हामीले प्रकृतिको पर्यावरणलाई चाहिँ एकदमै मेन्टेन गरेर राख्नुपर्ने हुन्छ। हाम्रो नदी खोला खोल्सीहरूलाई होइन, अनि प्रकृतिको सम्पूर्ण सम्पदाहरूलाई चाहिँ संरक्षण गरेर राख्नुपर्ने हुन्छ। अब पपुलेसन चाहिँ बढ्यो होइन, सिटी चाहिँ बन्यो, तर त्यो भित्रमा भएको सुन्दरता मौलिकतालाई चाहिँ ह्रास गर्दै जाने हो भनेपछि चाहिँ हाम्रो अस्तित्व नै विलीन भएर जान्छ होइन। हामी मान्छे भनेको त धेरै बाँच्यो भनेपछि ल कति 100 वर्ष बाँच्ला होइन, तर यो पृथ्वी, यो समाज, यो देश चाहिँ हजारौँ युगसम्म चाहिँ बाँचिरहनुपर्छ। त्यही भएर हामीले अहिलेको सिचुएसनलाई चाहिँ मेन मध्यनजर गर्दै होइन, भविष्यलाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ काम गर्नुपर्ने हुन्छ। गाइस भ्लग यस्तै हो होइन। अब मनमा लागेको अनेक थरी कुराहरू भन्यो होला, त्यसमा चाहिँ झ्याउ नमान्नु होला होइन। अब त्यही हो। अब म चाहिँ यो डाँडाबाट तल झर्दैछु गाइस है। अब मैले चाहिँ काममा जानुपर्ने हुन्छ। म चाहिँ बिहान यहाँ आएको थिएँ, अब काममा जानुपर्छ। काममा गएर फेरि फर्किन्छु अनि तपाईँहरूलाई भेट्छौँ ल। यहाँ खाना खाएर चाहिँ काममा आएको थिएँ। अब चाहिँ म यहाँबाट निस्किन लाग्छु। अनि निस्केपछि म चाहिँ बेलुका पख अब कतातिर घुम्न जान्छु होला होइन गाइस। अनि भिडियो चाहिँ हेर्नु होला होइन। अनि म चाहिँ कहाँ जान्छु त भन्दाखेरि म तपाईँलाई अर्को यसपछिको पार्टमा देखाउनेछु। नजरिया कति दामी आइरहेछ गाई है। मौसम सफा भएर होला। बाहिर मान्छे किन जायो सूर्य भन्छ हामी त खानु आज सुरुवात छैन अनि चिया चाहिँ मिठो रहेछ। अनि चिया खायो अनि कति 20-25 रुपियाँको चिया लगभग 50 रुपियाँ तिरौँ जस्तो लाग्ने चिया छ, मिठो छ। चिया खाएर म चाहिँ रुम आइसकेको अवस्था छ गाइस। अनि चिया खायो होइन। साथीहरू पनि आफ्नो रुमतिर लागे, म पनि रुमतिर आएँ। आज चाहिँ फेरि गाइस गेम हेर्नुपर्छ है, गेम हेर्नुपर्छ। अनि म चाहिँ आरसिबीको फ्यान हो। अनि तपाईँहरू चाहिँ कसको फ्यान हो कमेन्ट गर्नु होला। यो पनि एडिटिङ गर्नुपर्ने हुन्छ गाइस है। अनि त्यस्तै छ। अब यसपछि चाहिँ आजको भनेको यहीँ इन्ड गर्छु। सबैजनालाई माया छ, सबैजनाले माया देखाइदिनु होला। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यो देखिरहेको ठाउँ चाहिँ टोखा हो। यो चाहिँ टोखा हाउसिङको बिल्डिङ अनि त्यो चाहिँ ग्रान्डे हस्पिटल हो। म बस्ने ठाउँबाट यस्तो दृश्य देखिन्छ है साथीहरू।